हामी 2 दिनको ट्रेकिङमा कुमाई जाँदै थियो तर आकाश खुल्नै मानेन चारैपट्टि बादल कुहिरो झरी कुनै दृश्य थिएन तर हामी अघि बढ्यौं फाइनली हामी कुमाई डाँडा पुगिसकेछ मलाई देख्नु पर्छ कि थाहा छैन यो पुरै कुहिरो ल्याएर त्यही छ होइन हल्का एक्सर्साइज चाहिँ हल्का पुगेन जस्तो लाग्यो मलाई चाहिँ बल्ल 8 घन्टा हिँडेको यतिमा के थाकिन्छ बिहानै 4 बजे फेरि यात्रा सुरु गर्यो अँध्यारो बाटो चिसो हावा र थकित पाइला तर अचानक केही बेरका लागि बादल हटे र अगाडि देखियो अकाल्पनीय दृश्य हिमालय यो हो हाम्रो कुमाई र खोर्सानको यात्रा जहाँ धैर्यले हामीलाई हिमालसम्म पुर्यायो सुमिला बाइक चाहिँ कुमाईको पार्किङ लटमा आइसकेको छ है त यो पछाडि देख्नुहुन्छ अझै 4-5 जिप गइसक्यो हामी चाहिँ लास्ट लट है त अब हाम्रो ट्रेक यहीँबाट सुरु हुन्छ ल एकछिनमा हेरौँ मात्रै हिँड्दै गरेको अब हाम्रो हाइकको फर्स्ट खाजा है पार्किङको 5 मिनट माथि सब खाँदिनुहुन्छ 5 मिनट दिदी थाकेर है म चाहिँ कति ग्रामको 50 होला ल 50 ल 250 सनस्क्रिन पनि सेम ल 300 त्यसपछि के छ ए परफ्युम नि भन न परफ्युम कति एमएल को ए त भन न यो बोतल त 500 को त होला जस्तो सादा छैन बोतल पनि गर्न न भित्रको लिक्विड मात्र धेरै रहेछ है 1 केजी प्लस त त्यस्तै होला भन्छ देख्नु भयो दर्शकबिन मेकअपको सामान मेकअपको सामान हैन यही छ म ब्याग खोलेर स्किन केयर हामी हिँडेको 9 मिनट 13 सेकेन्ड दिदी थाकिसक्नु भयो यहाँ 9 मिनेटमा थाकिसक्यो 9 घण्टा कसरी हिँड्ने हो इजी हो दिदी Forty-five minutes gone. Didi trying our best. हामी चाहिँ यो वेलकम टु टुबुमा आइपुगेको छ होइन यो चाहिँ खास चाहिँ फोटो खिच्ने यहाँबाट टाढा भ्यू राम्रो देखिन्थ्यो तर चाहिँ कुहिरोको कारणले हामीले देख्न पाएन अनि चाहिँ हामी सारीपाखापट्टि चाहिँ यहाँ 47 मिनट्समा आइपुगेको छ अब हाम्रो चाहिँ यता हिले खर्कामा हुन्छ है त गाइस वेदर अलि यस्तै छ है त्यो के भन्छ कुहिरो लगाइरहेको छ अनि सब चाहिँ यहाँ छ ब्रो हाउ आर यु फिलिङ I'm feeling quite refreshed है नेचरको बीचमा है मलाई चाहिरहेको थियो होइन नेचर है अब ठिकै छ यस्तो बीचमा आउँदा लट अफ थिङ इज ह्यापनिङ राइट नाउ मेरो लाइफमा होइन त्यसैले चाहिँ दिस इज अ गुड फर्म अफ इन्जोयमेन्ट र रिफ्रेसमेन्ट मेरो लागि चलिरहेछ ऊ हेर्नु न उतै हो क्या थोरै कुहिरोले छेक्यो कि थोरै हिँड्नु न अब हामी बाथान ठाउँमा पनि पुग्न लाग्यो लगभग 1:30 भयो सारीपाखाबाट हामीलाई यहाँ मिनट भयो त खाना आइसकेको छ हाम्रो फर्स्ट मिल अफ द डे एकछिन मेरो अब खाइकन के हेर्नुहुन्छ है हामी हाम्रो भात खाने जर्नीबाट हिँडिसकेको छ है त फेरि हाम्रो वकिङ स्टार्ट भइसकेको छ है अब 3 to 4 आवर्स वक हाम्रो जर्नी सँगसँगै हामीले अरू मान्छेहरू भेटेको छ 10 मिनट भइसकेको थियो खाना खाएको तर किन यो खुट्टा म हिँड्न सकिरहेको छैन 10 पाइला हिँड्दा किन म ताकिरहेको छु भनेर म आफूले मनमा नै सोचेँ
तर नेपालीको छोरी भएपछि मेरो जोस र जागर र हिम्मतले मलाई हार मान्न दिएन र म हिँडे खुमाईतिर। जामजामजी त्यो पुग्न ल्याए धेरै छैन। छैन अब 5 मिनेट यो भन्दा अप्ठ्यारो भन्छ के डाँडा होला चाहिँ अर्को। दिदी नाटक मात्रै गरेको थाक्नु भयो नि। पानी पर्दाको ट्रेकिङ एक्सपिरियन्स नि भयो त मेरो। आज रेनकोट लाएर हामी घुमाइ जाँदैछौँ माथि। जस रमाइलो भइरहेछ अहिलेसम्म। उसलाई चाहिँ यहाँ जाँदा थाक्यो भने चाहिँ यहाँ टी सप है। हामी हिँडेको चाहिँ लगभग 6 घन्टा भइसक्यो है। 6 घन्टामा सबको हालत सिकिस्तै छ है। If I have to be honest, यो चाहिँ सबभन्दा मेरो किन मलाई चाहिँ एकदम अहिलेसम्म ट्रेक गरेकोमा चाहिँ एकदम हार्डेस्ट वाला ट्रेक हो। खुमाई इजी भन्छ नि, त्यो सर्ट ट्रेक हो तर चाहिँ खोइ अब हामी धेरै पछि यो एक्सर्साइज नगरेर पो हो कि होइन, अलिक गाह्रो परिरहेको छ। मेबी दिस वेदरले पनि एफेक्ट गरेको होला। हिमाल केही पनि देखेको छैन, त्यो भएर त्यो हुन्छ नि। हिमाल केही देखेको छैन कस्तो के यो झ्याउलाग्दो टाइपको भइरहेछ कि घरमा सुत्ने दिन तर गाह्रो परिरहेछ, खुट्टा दुखिरहेछ। स्टिल आएको छैन है त, स्टिल 2-3 आवर्स बाँकी छ। सुक्लो कि पट्चुकी ऊ चाहिँ मेरो बुन्नु हो, यो येलो वाला थर्डमा हिँडेको सिसहरू जाने पुग्यो हामी। अब रेस्ट क्याम्प अब यसपछि मात्र 2 आवर्स। चारों तरफ कोराए, वेदर अभी भी नहीं खुला है, सो स्टे ट्यून, मिलते रहेंगे। हामी चाहिँ रेस्ट क्याम्प आइसक्यो है। यहाँ चाहिँ दाइदी च्यानलमा चाहिँ आज गएर अरू मान्छेहरू पनि बसिराख्नु भन्छ चिया खाँदै। बाहिर स्टिल डेन्जर कुहिरो लाग्छ है, जाडो भइहाल्छ। चिया चाहिँ मैले खाँदै खान्न, तर आज मौसमले एकदम च्यालेन्ज गरेछ, त्यही भएर चिया खाँदैछ। ल हामी चाहिँ अब यहाँ रेस्ट क्याम्पमा चिया आयो के अरे भर्खर। अब यहाँबाट चाहिँ यताको यो बाटो यस्तरी गरेर चाहिँ अब 2 घन्टामा चाहिँ घुमाइ पुग्छ अरे। अब हेरौँ, अब स्पिड स्लो नै छ दिदीहरूसँग हिँड्दा। ल बिचमा भेटौँ लगाइ अहिले वाइल्ड थाकिएछ। यस्तो छ है बाटो, हिलो चिप्लिने डर छ। एन्ट्री गर्न जानुपर्छ है, पर पर्सन 100 रुपिज। बेबी स्टेप। खुमाई आउनु छ भने चाहिँ यस्तो हिँड्ने चाहिँ बानी बसाल्नु भने आउनु, त्यसरी अलि इजी हुन्छ, नत्र इट विल बी अलि हार्ड। हाम्रो जादुहरू सबै अगाडि हुनुहुन्छ है। धुप खोज्दै नि, धुप स्थित बाँचेन। गन्तव्य जारी छ, धेरै छैन अब। रेस्ट क्याम्पदेखि हाम्रो कुमाईसम्मको यात्रा निकै कठिन थियो। खुट्टा थरथरी गरेर कामिरहेको थियो, तर हामी हिम्मत भने हारेको थिएनौँ गाइस। हामी सुस्तो गर्दै खुमाईतर्फ बढिरहेका थियौँ, तर खुट्टा देख्दै थाक्यो पनि गाइस। हाम्रो 8 घन्टाको यात्रापछि चाहिँ हामी
कुमाई डाँडा पुगेको छ है तर केही पनि छैन क्या खुसी पनि लाग्छ छैन कि यस्तो हुन्छ नि मलाई देख्नु पर्छ कि थाहा छैन यो पुरै कुहिरो ल्याएर त्यस्तै छ होइन ऊ त्यहाँ दाइ दिदीहरू उहाँबाट खिच्दैछ त्यहाँ कुहिरो यहाँ छ कुहिरोले देखेछ कि नि आजको दिन भेनैबाट यस्तै भयो अब लेट्स होप्छु भोलि खोलेला है अब हामी चाहिँ यहाँ होटलतर्फ गइरहेको छौँ जान लागिरहेको छौँ होइन अब यत्रो तर अलिक गाह्रो चाहिँ भएको थियो होइन ट्रेकमा चाहिँ किनभने खै धेरै पछि हिँडेर होला तर इट वाज वर्थ इट त अलि नभनौँ किनभने अब वेदर कस्तो हुन्छ किनभने अहिले चाहिँ कता आए जस्तो भइरहेछ तर फाइनली चाहिँ आज हाम्रो सुत्ने ठाउँ चाहिँ आइसकेको छ होटल हामी बस्ने चाहिँ यतै बुरु छ तर चाहिँ यो कुहिरो न यस्तो केही पनि देखेको छैन अनि त्यही भएर चाहिँ यहाँ एकदम होटल खोज्नु पनि गाह्रो भइरहेछ है अब यता जाऊँ अनि हेरौँ कुहिरोले केही नदेख्दैन रे हामी फाइनल्ली हाम्रो डेस्टिनेसन आइसकेको छ हाम्रो डेस्टिनेसन सुत्ने ठाउँ चाहिँ छ फिस्टल कटेज कुमाई डाँडा नि राम्रै छ यस्तो रहेछ सुत्ने ठाउँहरू बुन्नु कस्तो फिल भइरहेछ एकदम रमाइलो आयो त मलाई आनन्द भयो आयो त स्माइल देखिरहेको भएछ नि ल खुसी म्याम कस्तो भइरहेछ खुसी चाहिँ किन भएन के त भयो होला नि थाकेछ ल भएछ ल भनिदिनुहोस् म्याम एकदम रिलिफ भइरह अब यो बिसाउन पाएको योभन्दा केही चाहिएन ल मेरो भाइ ठिकै छ यार तर हल्का वर्कआउट पुगेन एकछिनमा हल्का कार्डियो गर्नुपर्ने छ वेट ट्रेनिङहरू अब पुसअप यस्तो ब्याक स्याक उचालेर स्क्वायर मैले गराउँछ कि अनि भोलि हामीलाई रुट कस्तो भन्छ त्यसो भने हल्का एक्सर्साइज चाहिँ हल्का पुगेन जस्तो लाग्यो मलाई चाहिँ बल्ल 8 घन्टा हिँडेँ कि यतिमा के थाकिन्छ आउनुहोस् तातो कपडा लिएर आउनुहोस् तर फोरकास्ट हेरेर आउने आजको दिन चाहिँ पुरै थियो लिटरली होइन सबै कुहिरोले ढाकेर केही देखेन आज होइन भोलि आश छ है अब तर भोलि नदेख्यो भने त हाम्रो चाहिँ अब ट्रिप चाहिँ वेस्ट जस्तो हो लालीगुराँस हेर्न आए जस्तो हो त्यही सम्झेर घर फर्किने हो यो चाहिँ हाम्रो लास्ट मिल अफ द डे होइन त्यो चाहिँ हाम्रो सुच्चामारी भोलि आज कोर्साङ जानुपर्छ त्यहाँ सबै दिदीहरू मेरो भाइ अरू दिदी दुइटा दिदी खाने हुन्छ होइन त्यहाँ चाहिँ अरू ग्रुपहरू चाहिँ पुरै त्यहाँ आगो ताप्दै उस्काउँदै बस्नु हो यो चाहिँ हाम्रो आजको स्टे है कोजी नै छ राम्रै छ है त्यो हुनुपर्दा दामी राम्रो खुल्लेन यो हेलो हामी चाहिँ कुमाई डाँडाबाट माथि खोर्साङलाई हिँडिसकेको छ 4:30 भएको छ अहिले चाहिँ होइन 4:30 भएको छ दाइ दिदीहरू पछाडि आउँदै हुनुहुन्छ यता हिँड्नुहोस् नै अझै जानुपर्ने अझै निकै छ उहाँ टाढो है गाइजहरू बत्ती देख्नुहुन्छ नि त्यो सब मान्छेहरू हिँडेको कतिजना पुगिन्छ के अरे हे गाइज म अहिले एक्लै हिँड्दैछु किनभने सुमीले गेप अप गर्यो अनि चाहिँ ऊ चाहिँ त्यहाँ फर्केको छ अझै मेरो गोल चाहिँ भाइलाई भेट्टाउने हो यस्तो चाहिँ हाम्रो दृश्यमा ध्यान गरेको हामी चाहिँ फाइनल्ली खोर्साङ पुगिसकेको छ त यहाँ छ खोर्साङै मेरो दाइ दिदी चाहिँ तल नै छ है हिउँतिर जानु पऱ्यो ल हिमाल चाहिँ यहाँ चाहिँ हल्का छेकिँदै गयो तर विशेष भ्यू एकछिनमा फेरि खुल्ला एकछिन हेर्नु भन्दा
लिटरली वर्थ इट। हामी अहिले खुमाईबाट कोर्सन डाँडा चढ्दैछौँ है। अब धेरै छैन बाटो कोर्सन पुग्न, इजी भइरहेछ नो, तर यता चाहिँ गाह्रो भइरहेछ। यो चाहिँ किनभने उनीहरूको पेसमा हिँडिरहेछ नि त, अघि मेरो पेसमा हिँड्दा चाहिँ अलिक गाह्रो परिरहेको थियो मलाई। फाइनली कोर्सन आइसकेका छौँ है। खतरा देखेछ कि अब मेरो भाइ कता छ खोज्नुपर्छ। दिस इज फ्रम खोर्साङ डाँडा। यहाँ चाहिँ मान्छे चाहिँ थुप्रै छ है। अनि चाहिँ बादलहरू हल्का लाग्यो। लाइफकै फर्स्ट टाइम चाहिँ म हिउँ छुँदैछु है। साह्रो रहेछ। बरफ हो कि के हो? हिउँ हो कि यस्तै जमेको हो कि हो। Happy Holi. We are still खोर्साङ at 7:23 AM होइन। अब अहिलेको दृश्य चाहिँ यस्तो छ, अघिसम्म हिमाल खोलिरहेको थियो, अहिले चाहिँ कुहिरो लगाइसक्यो, तर पनि मान्छे रमाइलो गरिरहेको छ। यहाँ हिउँहरू खेलिरहेको छ गाइजहरू होइन। ल खोइ तेरेहरू तुई अच्छा जम्मा 12 नै थाक्यो यार, यो चलपल दिन्छ अझ। त्यसै गरी हाम्रो खोर्साङको जर्नी पनि यहाँ इन्ड हुन्छ है। यो वर्ष चाहिँ धेरै ठाउँमा गयो होइन। अब कोरी पनि पेन्डिङ छ, कहिले गइन्छ। अब दिस वाज दि खोर्साङ है। अहिले चाहिँ अघि चाहिँ खुल्लिदियो, अहिले चाहिँ देख्न सक्नुहुन्छ पुरै लिटरली पुरै कुहिरो छ होइन। दाइदिदीहरू अगाडि गइसक्नु भयो। अब चाहिँ हामी फर्किन्छौँ। अनि तल ब्रेकफास्ट गरेर हामी अब पोखरा फर्किन्छौँ आज चाहिँ। पपे पपे चाहिँ खोर्साङबाट झरिसकेको छ। अहिले चाहिँ हामी खुमाईमा ब्रेकफास्ट खाँदै है। यहाँ हामी म चढेँ, यहाँ दाइ चढ्नु भयो, दिदी चढ्नु भयो, यता दिदी चढ्नु भयो। हाम्रो दिदी चाहिँ माथि चढ्नै सक्नु भएन है। कस्तो लाग्यो यहाँको खुमाईको भ्यू? यहीँबाट दामी देखेको थियो, माथिमा अहिलेसम्म पुग्थेन होला हिँडेको भए। यहाँ यस्तै चाहिँ गिभ अप गरेन। यस्तै गरी हाम्रो खुमाईको ट्रेक यहीँ समाप्त हुन्छ। अब चाहिँ हामी तल झर्छु होइन। अहिले स्टिल हिजो जस्तो थियो त्यस्तै छ है। लिटरली कुहिरो एभ्रिवेयर होइन, कुहिरो एभ्रिवेयर है। अब म बाहेक मेरो दाइदिदी सबै गोरो गोरो हुन्थ्यो, यहाँ कोही नि देखेर हुन्थ्यो अरे कुहिरोले ढाकेर होइन। अब चाहिँ हामी सिधै तल जान्छौँ। अब एक ठाउँमा त्यहाँ कतै भात खाने, अनि त्यसपछि फेरि हजुर तल है। अब चाहिँ भ्यूहरू चाहिँ देखिसक्नु भयो होला। हामी आउँदा चाहिँ हल्का पनौती नै लागेको हो। यस्तो बिरालोले बाटो काटेर होला कि है। सुरुमा हिँड्ने यत्तिकै वेलकम। लाइक भिडियो बनाउने स्टाइललाई चाहिँ जित्दैन है कसले नि। नेपाली स्टाइललाई जित्दैन है स्टाइललाई त। हाम्रो कहिले पनि यो प्रोग्राममा नताक्ने यो खुट्टा झन्डै लिकिने सविता ज्यूलाई आफ्नो केही शब्दहरू राख्दिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद हाम्रो कार्यक्रम सञ्चालक उज्जवल भाइलाई। हाम्रो यस यात्रामा हामी 5 जना सम्मिलित थियौँ। पोखरा जुन चाहिँ हामी पोखरा निवासी थियौँ र हाम्रो यात्रा यही कास्की जिल्लाको खुमाई डाँडा रहेको थियो र यात्रा जम्मा 2 दिनको रहेको थियो। यस यात्रामा हामीले कति कठिन पलहरू, कति खुसीका पल, कति रमाइला पल र कति सुन्दर पलहरू पनि भेट्यौँ। कति
मोटिभेसनल स्पिचहरू दिएर पनि साथीहरूलाई अगाडि बढ्न मद्दत गरेका छौँ र यसै गरी हामी अब कार्यक्रमको अन्त्यसँगै यात्राको पनि अन्त्यमा आइपुगेका छौँ। यति भन्दै मेरा 2 शब्द यही अन्त्य गर्न चाहन्छु। धन्यवाद सविताज्यू 2-3 शब्द राख्नु भएकोमा। अब हाम्रो कार्यक्रम अन्तिममा आइसकेको छ। अब हाम्रो यो यात्राको प्रमुख अतिथि सुमीज्यूलाई आउन अनुरोध गर्दछु। कस्तो भयो सुमीज्यू हजुरको सुनाइदिनुहोस्। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। सञ्चालक सुरुको 2 दिन गाह्रो भयो त्यसपछि सजिलो भयो क्या। यस्तै पल्ट्यो भन्नुहोस् आफ्नो यात्रा भन्नु न पनि यही स्टेजमा आइसक्नु भयो हजुर। धन्यवाद कार्यक्रम सञ्चालकज्यू मेरो उज्जवल दादालाई मलाई यो स्टेजमा बोल्ने मौका दिनुभएकोमा। अलिक क्यामेरा साइड छु म सिरियस। हाम्रो पोखरादेखि माछापुच्छ्रे गाउँपालिका खुमाई डाँडाको यात्रा 2 दिनको निकै कठिन थियो मेरो लागि चाहिँ। म यस यात्रामा सबैभन्दा धेरै धन्यवाद मेरो उज्जवल दादालाई भाइलाई दिन चाहन्छु मेरो छोरालाई सहयोग गरिदिनु भएकोमा। त्यही नै हो, यात्रा निकै कठिन थियो तर रमाइलो पनि थियो। धन्यवाद। आफ्नो छोटो मिठो शब्द राखेर गइदिनु भएकोमा सुमीज्यूलाई हाम्रो प्रमुख अतिथिज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हाम्रो कार्यक्रम हामी अन्तिममा आइसकेका छौँ। धेरै नाचिनु होला। कार्यक्रम हाम्रो छोटो र मिठो हुनेछ। अब हाम्रो स्टेजमा आउँदै हुनुहुन्छ हाम्रो एङ्करज्यू नाच्नु पर्यो। हाम्रो नाच कार्यक्रम पनि एकछिनमा हुनेछ। हजुरहरू नाचिनुहोस्। यो हाम्रो औपचारिक कार्यक्रम पहिला सक्नुपर्ने हुनेछ हामीले, त्यसपछि हामी चाहिँ नाचगान कार्यक्रम गर्नेछौँ। अब हाम्रो स्टेजमा आउँदै हुनुहुन्छ हाम्रो यो यात्राको सबैभन्दा धेरै योगदान, सबै धेरै यताउता मिलाउने म्यानेजर व्यवस्थापन खुसी गुरु, सबैले जोरदार ताली दिनुहोला। खुसीज्यूलाई ल आफ्नो शब्द राखिदिनु होला। म्यानेजर पदमा यस्तो ल म्यानेजरज्यूलाई आफ्नो शब्द राखिदिनु होला। म हार्दिक अनुरोध गर्दछु खुसीज्यूलाई स्टेजमा। धन्यवाद हाम्रो कार्यक्रम सञ्चालकज्यू र मलाई यस स्टेजमा बोलाउनु भएको लागि धन्यवाद। अनि के भन्ने पानी पर्यो। अनि यो हाम्रो खुमै ट्रेक 2 दिनको ट्रेकमा मलाई म्यानेजर बनाउनु यो खुमाई डाँडासम्म पुगेको पेप्सी तर अहिले बल्ल खोल्दैछ। यहाँ हाम्रो दाइ दिदीहरू थाकेर बसिराख्नु भएको छ होइन। पुसअप हो। तिमी कहाँ थाक्ने? मैले अन्नै गरेँ भिडियो। हाम्रो दिदी अघिदेखि रुँदै झर्नु भएको छ है। यहाँ दिदीको खुट्टा गएको यहाँ रुँदै झर्नु भएको छ दिदी। हामी जाँदैछौँ घरतिर है। यहाँ बाटो चाहिँ पुरै यस्तो रोड हो अनि चिप्लो छ त, हिलो भएर अब यस्तो चाहिँ अब लगभग तल घाचोकसम्म चाहिँ बाटो लगभग यस्तै छ। त्यसपछि चाहिँ बल्ल राम्रो होइन। अब चाहिँ हामी स्कुटरमा टायर चाहिँ झन् चिप्लिने भयो। चाहिँ हाम्रो भ्लगको एन्ड अब अहिले हल्का एकछिन हुन्छ त। ओके फाइनल्ली हामी चाहिँ हरिचोक पुगेको चाहिँ फाइनल्ली हाम्रो ट्रेक यही समाप्त भएको छ। बाटो कच्ची सच्ची थियो आयो होइन। अहिले अब चाहिँ राम्रो बाटो छ। दाइ दिदी अल लुक्स टु एक्जस्टेड है। अब हामी यहीँ बाई बाई गर्नुपर्ने हुनेछ दिदीहरूलाई। बाहिरमा तल अनि दिदीहरू चाहिँ माथि जानुहुन्छ। त्यसै गरी हाम्रो ब्लग चाहिँ यहीँ इन्ड हुन्छ होइन। सी यु नेक्स्ट ब्लग। बाई गाइज।